करेन्ट अनि कोक पनि च्यालेन्ज है के भने नि साथीहरू यो चपस्टिकले घोच्नु मिल्दैन नि फेरि ल अहिलेदेखि नै खुट्टा दुङ भन्यो चपस्टिक चलाउनु मजा आउँदैन मलाई हाँस गर्छु तल हेर न बाइक एउटै नराख्ने प्लेट जसको सिनेका हुन्छ त्यही खान्छै हेलो फ्यामिली मिजोर नमस्ते वेलकम ब्याक टु माई च्यानल अनि यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो नाम चाहिँ आइसा सिन्जाली मगर फ्रम इलाम अनि यहाँ चाहिँ छ मेरी प्यारी साइली फुपूको छोरी भन्दैन न मेरो नाम चाहिँ मनिषा मगर हो नानी उठ्छ उसकै छोरी उठ्छ अहिले छोरी केही हुँदैन यहाँ चाहिँ छ मेरो प्यारी माइली बहिनी हाई इट्स मी आश्रिका सिन्जाली मगर यता छ मेरो साइली फुपूको छोरी इट्स मी मनिषा मगर छोरी उठेको भाइ ओइ एकछिन यो करेन्ट उति छ केही हुँदैन होइन बुझ्नु उति छ यो त थोर देख्यो त ओइ यहाँ हेर त यो थोर छ नि अलिक छैन उति छ आजको पनिसमेन्ट चाहिँ भन न टमाटर नै खाने हौ हो होइन हौ जित्नेले जे भन्यो त्यही क्या दुईजनालाई जे पनिसमेन्ट दिनु सक्छ साथीहरू नै नभन्ने ल ल जित्ने अनि कोक पनि सक्नु भने कोक पनि उति छ यो त बराबर छ उयो प्लिज ब्याकग्राउन्डको साउन्डलाई चाहिँ माइन्ड ब्याकग्राउन्डको साउन्डलाई इग्नोर गरिदिनु होला तर म चाहिँ सोचिरहेको छु यो चपस्टिकले कसरी खान्छु भन्ने सोचिरहेको छु कि अन्डा घोच्नु मिल्दैन नि ल अनि यहाँ छ हामीसँग काँक्रा खाने कि नखाने काँक्रा पनि छ तर यो काँक्रा नखाने यो भरै अब पिरो भयो भने खाँदा हुन्छ होइन भने चाहिँ नखाने ल कोक र यो अन्डा यो अनि यो सब चपस्टिकले मुनिर खासिस कसरी खाने यसले मलाई साथीहरू अब हामी सुरु कोक साइडमा राखौँ अलिक गाह्रो नै साइडमा राखौँ ल यहाँ मम्मीलाई चाहिँ एकछिन ब्याकग्राउन्ड मम मम्मी नोइज पोल्युसन ढोका थन्ड्यौ न हौ झ्यालै छ मम्मी उहिले रासिरा पनि चाउचाउ राखिदिएको थियो नगर्न यहाँ भिडियोमा आउँछ भित्र बस्नु त्यहाँ भिडियो चाहिँ बस्न भित्रबाट चुक लाउनु यहाँ बाहिर बोलेको सुन्छ भित्र कि चुक लाउनु मम्मी हौ चुप लाग्नु न मम्मी भाइका प्लिज साथीहरू इग्नोर ब्याकग्राउन्डको साउन्डहरू किनभने उसको छोरी पनि अहिले उठेर रुन सक्छ भाइले रङ गर्न थाल्यो चुके लाएर आन्टीलाई पनि पठाउँछ कि यता मम्मी कराउनु हुँदैछ भाइ मेरो भाइ पनि रुन सक्छ ऊ भाइले भिडियो बनाउनु दिँदैन कि अर्कोचोटि म माइक ल्याइबस्छु ल अलिक राम्रो भयो भने ल ए के भने नि साथीहरू यो चपस्टिकले घोच्नु मिल्दैन नि फेरि ल यसरी राखौँ ल रेडी कोक बिचमा खानु पनि मिल्ने कि मिल्ने ल ल यो घोच्नु मिल्दैन नि फेरि ल ए थम्नेल के गर्नु अब उठाउनु हुन्छ त ए उचालौँ न त उचालौँ हो अहिले उठाउनु सक्दैन यसो गर न यसो अलिक नजिक आएर होइन यही उठाउनु है यही उठाउन ल रेडी यो सबै सिक्दै मिलाउँ न त पहिला कुन चाबी मम्मी उही काँक्रा खाँदै गरौँ न अहो काँक्रा खाँदै गरौँ यहाँ पछाडि हुँदा ल एक एकवटा काँक्रा यो साना खान्छ पनि सक्ने होइन कहाँबाट लिक गरेर काँक्रा राति चटपट बन ए हेर्नु त पछाडि हामी चाहिँ यहाँ बाहिर गर्दैछौँ नि त सेटअपभित्र मिलाउन अल्छी लागेर भयो ल रेडी वान यो प्लेट यसरी खाँदा पनि हुँदैन बुनु हामीले यसरी मुख जोत्नु पाइन्छ तर के भन्छौ होइन यसरी खाने कि तर त्यो उठाउनु चाहिँ नपाउने ए प्लेट उठाउनु नपाउने यसरी खानु अलि नजिक ल्याउँदा तिम्रो यो अलि यता राखौँ काँक्रा अलि बिचमा ल्याउँदा काँक्रा अलि देखिन्छ यो चाहिँ यहाँ राखौँ कि काँक्रा नदेखिँदा पनि केही हुँदैन तिम्रो चाउचाउ अलिक नजिक ल्याउँछ अलिक नजिक भिडियो क्यामेरा नजिक भयो तिमीलाई अप्ठ्यारो हुन्छ फेरि ल अहिलेदेखि नै खुट्टा दुङ भन्यो
कटकट भयो साथीहरू यसरी नै बस्नु न लु यसरी नै आइ 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 अनि यसरी बस्नु न उनी पनि यसरी बस्नु न हुन्छ यसरी बस्नु त्यसो गर्दाखेरि त यो उठाउनै पर्छ हौ कसरी यसरी बस्नु एकछिन म बिचारी बस्छु ल 3, 2, 1 को छिटो न हौ अनि अप्ठ्यारो भयो नि त्यहाँ कस्तो अप्ठ्यारो भएको नि के हुँदैन यसरी ल एकछिन यहाँ राख्नु होइन भनेपछि यसरी त अप्ठ्यारो हुँदो रहेछ केटी हो म त बरु घोडा टेक्छु ल अब एकछिन पठाउनु ढङ ढङ गरेर नानी उठ्नु आँटेको छोरा खुट्टा छ भयो लु म एकछिनको लागि दर्द सम्छु यो अलि नजिकले पनि भयो रेडी रेडी जित्नेले जे लायो त्यही है साथीहरू पनिसमेन्ट चाहिँ त्यही भन्दैछौ ल 3 यो अलिकति यता ल्याएर तान्न सक्ने ठाउँमा तर यो जे लायो त्यही नि छेडिन्छ क्या आजै गर्नुपर्ने भयो है फेरि अहिले नै गर्नुपर्ने के आजको कुरा 3, 2, यसरी नै ल चपस्टिक समातौँ किन 3, 2, 1 गो यो मलाई अरू भन्दा तपाईँ ए हात त पाइँदैन नजुन जसले झ्याटी गऱ्यो त्यो हारे है साथीहरू भाइको मान्छेले हेऱ्यो चपस्टिक चलाउनु चाहिँ मजाले आउँदैन मलाई मलाई पनि काठको भए आउँथ्यो त्यो झरेर के गर्नु टिपेर खानु तिम्रो खाटाले मलाई झोक्छ आउँदैन आउँदैन त केटीहरू त गम्का गम्भिरहेको होइन आएको छैन अन्डा खाइसक्यो मलाई दिन्छु हाँस्नै गर्छु सोध्नु पाइँदैन भाइ के भने अन्त पनि मन चाहिँ म आउँदैन त नि यो त झरेको पनि खाने कस्तो कुरो झरेको चाहिँ भयो है खाने टिपेर खाऊ आफै म त खाँदिनँ खाएको मैले ऊ त्यो मुनिबाट मान्छे लास लागेर मरेमा अब तलेर आउँदैन गर्ने तान्नु नपाए बुन यो त सुरुक्क परिसक्यो तल हेर न बाइक नउठाउ है सकिन यति त सबै एउटा एउटा खानुपर्छ एउटै नराख्ने प्लेटमा जसको चिनेको हुन्छ त्यही फर्स्ट है सक्यो
प्याजहरू अहिले प्याज छ भने हुँदैन उ तिम्रो पनि थोरै छैन मन खाइसक्यो मैले सक्यो उसको पनि त एक दुईवटा प्याज छ नि मेरो भन्दा तिमीहरू धेरै छ नि त तिनवटा एउटा दुईवटा तिनवटा छ एउटा यो त काँचो हो यो त मिलेर बुढीको छ हौ यो झरेछ तिमीहरूको त पनि झरेको छैन नि त सुरुमा त मैले यसो हेरेको सबैले सकिरहेको ला भनेर हतार खाएको त त्यो टिप्नै सकिनँ मैले तर स्वादमा बद भयो नि होइन त्यो त ठिक हो कि यसो टिप्यो धन्न नटिपेको भए चाहिँ म हार्थे आज फिक्स गम्पीको माने लुकोकोलाई बाहिर निस्किन मन छ निस्किनु भोक्टोबाट दिइराखेँ म हो उनीहरू यसले त कोकै खाएन म त सुरुमा कोक सक्नु भएको भुँडी फुलेर आइगयो अब के पनिसमेन्ट दिनु यसो अगाडि चाहिँ निस्किने चाहिँ भयो अहिले त्यही प्लान भइरहेको छ गाइस अठवारी लाग्यो होला उयो भयो लिपस्टिक कहाँ पुरो छ फर्स्ट सेकेन्ड थर्ड नै कस्तो लाइनले भयो नि सेकेन्ड त हो नि म कि भएन हो तर आइ भुँडीको थियो सेकेन्ड र थर्ड थर्ड न एउटै हो दुइटै क्या ग्यास हालेको थियो मैले त कसरी खायो मान्छेले भएर एडिट गर्दा हेर्नु पऱ्यो कसरी यस्तो खायो हेरेको दुइटैको अन्डा त छैन त अझै सुरुमा यस्तो- अन्डा खाएको यो पनि हात्ती छ त न अनि लु मान्छे चाहिँ दे ननस्टप भन्यो तलबाट मान्छेले हेरेर मैले त फेरि देखिगएँ क्या म त लाज लागेर मलाई यसले छिलेको नि कति मिनट पनि मेरो लागेर नि गाउँमा हाल्नु थाल्नु नि 12 मिनट अब पनिसमेन्ट बाँकी छ ल बन्द गरेर कि एकछिन पनिसमेन्ट मलाई साथीहरू के दिने पनिसमेन्ट हो नि त मेरो प्यारी बेहनाले जित्यो कि अब उसले मलाई माया त निकै नै गर्छु भनेको थियो अब हेर्छु ल साथीहरू कति माया गर्दो रहेछ खाना सब्जी पकाउँदा पनि कोही नला है छि खाना सब्जी हेर बनाउनु। मेरो मेरो माया लाग्दैन थियो म कति गर्छु के म मात्रै हो र तिमी पनि हो त मैले दिएँ न म पल्नु जाउँ दुईजनाले एउटै देऊ न त दिदीले दाल भात पकाऊ बुढीले अचार र भात चाहिँ पकाउनु नलाउ न बरु मलाई गोबरै सोध्नु न भन्दा नि गोबर छैन। किनभने किन सब्जी र अचार बनाउँदैन मलाई थाहा छ अब भात त तातो यति हुन्छ है बुझ्नु यति भए बुझ्नु बुझ्छ नि त होइन बुझ्नु ल भात पकाइदिन्छु। दाल पनि नि ल साथीहरू पनिसमेन्ट सुन्नु भएन देखाउनु त पर्दैन होला होइन अब अहिले यो त्यो- पनिसमेन्ट नदिउँ मनिषा के त अनि देखाउनु पर्छ भात पकाएको देखाउनु अनि के भन्छ चामल धोएको देखायो भने भात पकायो भने हाल्नु नि के त यही हो यही हो होइन नदिउँ तिमी एक्लै भात चाहिँ पकाउने करेला लिएर आऊ छि छि छि। त्यस्तै ल्याऊ किनभने हुन्छ नि नुन त र करेला लिएर आउँछ सानो खुट्टै लिएर आउँछ अब के गर्नु पनिसमेन्ट दिनुको लागि राख्नु छि 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 करेला खाने तिमी म त भात पकाउँदिनँ त्यसो अन्त झन् भात पकाउनु भन्दाखेरि त होइन, तिमीलाई देखाउनु रात पर्यो नि हुन्छ अनि देखाउँदा भइहाल्छ करेला खानु अरे आन्टी मनिषाले जिति गयो त आउनु नि नि यहाँ आउनु न यहाँ ऊ करेन्ट देख्नु हो ऊ यहाँनिर राखेको थियो नि काँक्रा खानु भने आन्टी यहाँ पनि छ यहाँनिर उयो मम्मीहरूको कोठामा चाहिँ राम्रो आन्टी यहाँ मछली कति धेरै हो र खाने बित्तिकै बटुकोमा तपाईँले धेरपिर खाँदैन भनेर तपाईँ र मम्मीलाई के मम भाइ आउँछ जानु त भाइ आउँछ भनेर एकछिन बन्द गरौँ मलाई पछि गरौँ न बस ऊ आयो खुट्टा नि दिएर साथीहरू करेला छैन करेला ल्याएँ तर ठुलो सानो भएछ होइन तर म त खान्छु त मनपर्छ ल ठुलो ठुलो बोल्नुपर्छ भने एकछिन है म बस्छु यो चाहिँ दाना चाहिँ खानु तर मैले चाहिँ कस्तो यस्तो क्यामेरामा पनि कम्ती कम्ती जस्तो लाग्यो क्यामेरामा चाहिँ हेर भयो न पानी न केलो गम के गम खानु कति माछा यो त दबाई पो हो काँक्रा तपाईँ खान्छु साथी हो अब दिदी दुइटा चाहिँ राख ल किनभने अहिले मुख बिग्रेर खान्छु
खानै लु खाऊ भन के खाम 1 2 3 साथीहरू मन पर्दैन ल 1 त मन पर्दैन काँचो झन् म पकाएको यो तितो सब्जीहरू केही पनि खाँदैन तिमीलाई मन पर्छ म त भात खाने बित्तिकै पो भात खाएको 1 घन्टा 2 घन्टा आधी घन्टा छिटो नआउ दिदी अनि खाँदै गरौँ न भात खाएको 1.5 घन्टा हो कि कतिमा भात खाएको 1.5 घन्टामा करेन्ट जालिन गरेको भुँडी फुलिएर त 3 हो ए त्यही छैन मेरो पैसा यहाँ हेर मेरो हिँड्नु पर्छ यहाँ है टोकेको पनि छैन भाइ हौ अर्को पर्मिसन दिनै नसक्ने र म पनि खाँदैछु आधी खाएँ मैले मैले पनि भगवान् ठुलीसँग आउने सकै बुनुको भएको छैन हेर त मेरो हेर अनि म त आँसु धारा भयो आउनु बाबा आऊ 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 ठुली आऊ ठुली ठुली ठुलीको चाहिँ हाई हाई बाबा उठिर हाई यो ढापा त यहाँ हेर नि यहाँ आधी अर्धेक अब नि ल तितो तराइदिने ल भाइ यहाँ आइपुगिसक्यो निल कसरी खायो साँच्चीकै यसले फ्यारे जस्तो लाग्यो आफू धारा बनाएर भाइ हेर न उसलाई यो तिते करेला खानु मन लागेको हौ के छ भाइ यो कति तितो हुन्छ भनेर तिमीलाई खाने उनीहरूको दाँत चिराएको हुन्छ कि त्यही भएर यस्तो कस्तो भयो भाइ ल टोमी हेर न त टोमी फोनमा ल टोमी ल साथीहरू कस्तो लाग्यो हजुरहरूलाई आजको मेरो भिडियो आज चाहिँ मन पर्यो होला यस्तो करेला पनि खाएँ नगर भाइले सनै बजाउनु थाल्यो यसरी भिडियो झन्डै यो उठाउनु पर्ने चाहिँ बुम बुम हेर बुम बुम ए भाइलाई भित्र पुऱ्याउनु हुनु मन भएकोमा पुऱ्याइदेऊ न मान्छेलाई हेरिदिनु भएको हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद बाई भन बाबा बाई टाटा 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 अहिलेसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद मन परेमा लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला बाई उ टाटा गर भाइ उ टाटा 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 गर न टाटा लभ यु तिमी पनि गर बाई